अहिले म दुबईको काइट बीचमा छु र यहाँ चाहिँ एकदमै रमाइलो छ है। अहिले चाहिँ रातको बिहानको 12:35 गएको छ है। र यो बीचमा म यहाँ घुम्न आएको छु र यहाँ नजिकै अल अरब बुर्ज अल अरब रेस्टुरेन्ट पनि रहेको छ। यहाँ चाहिँ यो रुखहरूले छेकेको छ, त्यो रातो चाहिँ बुर्ज अल अरब होटल हो, 7 स्टार होटल। यहाँ आउन चाहिँ मान्छेले हैन एकदमै लाखौं पैसा तिर्छन्। यहाँ चाहिँ एकदमै रमाइलो छ है। के गर्नु रातको रातको चाहिँ यति बेलासम्म पनि यहाँ चाहिँ चहल पहल चाहिँ एकदमै धेरै रहेको छ। ल हेर्नुस् है। ल तपाईहरु पनि नजिकै दुबईको नजिकै हुनुहुन्छ भने चाहिँ तपाईहरु यसो घुम्न आउन सक्नुहुन्छ। वातावरण एकदमै राम्रो छ, चहल पहल एकदमै राम्रो छ। यति राति भए पनि हैन मानिसहरु चाहिँ आवत जावत भइरहेको छ हैन। एकदमै दामी छ। राति पनि एकदमै दिउँसो जस्तै भएको छ, बिहान जस्तै समय भएको छ है। ल हेर्नुस् है। ल भिडियोलाई लाइक कमेन्ट शेयर गर्नु होला, सब्स्क्राइब पनि गरिदिनु होला मेरो च्यानल भिजन सक्सेस युट्युब च्यानललाई। हुन्छ आजलाई यति नै राख्छु अनि अर्को भिडियोमा फेरि हामी भेट्ने छौं है त।